Otish.com. Learn anywhere, anytime. 안녕하세요. नमस्कार, म खिरेन्द्र राज मोक्तान नमस्कार इन्स्टिट्युट काठमाडौँ र गोटिस प्लेटफर्म अध्यापन गराइरहेको छु। यहाँहरूलाई सानो वाञ्छन म्यानुअलमा औद्योगिक सुरक्षा म्यानुअलमा सोधिने प्रश्नहरूलाई र उत्तरहरूलाई सरल भाषामा अध्यापन गर्न गइरहेको छु। सुजय सिप्छिल शीर्षक 17 छुङन्याङमा थल्किनन् गरौँ वस्तु उचाल्न छुङन्याङ भन्ने गरौँ वस्तु उचाल्न हरिफ्याको कम्मर सिधा पारेर भनेको ढाड सिधा पार्ने भनेको कम्मर सिधा पारेर थारी हिमुलियौं कम्मरको फेरि खुट्टाको बल प्रयोग खुट्टाको बल प्रयोग हो। गरौँ वस्तु उचाल्ने बेला चाहिँ कम्मर सिधा पारेर खुट्टालाई चाहिँ को बल चाहिँ मांसपेशीको बल प्रयोग गर्नु पर्यो। ल हेरौँ, छुङन्याङ मुरी गरौँ वस्तु मसिन्जी आल्कुन्या के हो थाहा छ? के हो थाहा छ? छुङन्याङ मुरीरान गरौँ वस्तु भन्नाले मुगको गरौँ र सारामी सुइपके थुल्किना मानिसले सजिलै थुल्कना उचाल्ने वा ओम्गिगी अर्युन मुल्छेरो सार्न कठिन हुने सार्न गाह्रो हुने वस्तुको रूपमा उनबान्सी ओसार्ने समयमा अनि ढुवानी समयमा ओसार्ने सी भनेको समयमा थुक्बेरान छुइगुप छुइगा विशेष चलाउने सतर्कता पिहिवान मुल्क निमित्त आवश्यक सामान हो। छुङन्याङ मुरी इरान गरौँ वस्तुले मुगको गरौँ र सारामी सुइबी थुल्कना हुम्किकी अर्यौन मुल्छेरो मानिसले सजिलै उचाल्ने अथवा सार्न गाह्रो हुने वस्तुको रूपमा उनबान्सी ओसार्ने समय थुक्बेरान छुइगा विशेष चलाउने सतर्कता फिरहान मुल्क निमित्त आवश्यक सामान। सबै जान्दा त कति राम्रो छ। गरौँ वस्तु भन्नाले गाह्रो गरौँ र मानिसले सजिलै उचाल्न र सार्न कठिन हुने वस्तुको रूपमा ढुवानीको समय भनेको ओसार्ने समयमा विशेष चलाउने सतर्कता आवश्यक सामान हो। यो त कति राम्रो छ। अब यतिबाट भन्यो हुन्छ ल। स्विप यहाँ मतलब स्विपगे थुल्कना ओम्गिगे अर्याउन मुल्छेरो सजिलै उचाल्न र ओसार्न कठिन हुने वस्तुको रूपमा उनबान्सी ओसार्ने समयमा थोक्बिहान छुइगुप छुइगा विशेष चलाउने सतर्कता फिरहान मुल्क निमित्त आवश्यक सामान हो। स्विपगे थुल्कना ओम्गिगे अर्याउन मुल्छेरो कठिन सामानको वस्तुको रूपमा उनबान्सी ढुवानी समय भने ओसार्ने समयमा थुक्बेरान छुइगुप छुइगा विशेष चलाउने सतर्कता फिरहान मुल्क निमित्त आवश्यक सामान र यति भन्ने हुन्छ। भनेको उचाल्न सजिलै उचाल्न र सार्न कठिन हुने वस्तुको रूपमा ढुवानीको समय भने उचाल्ने समय विशेष चलाउने सतर्कता आवश्यक सामान हो। त्यो नै के हो? छुङन्याङ मुल हो। भेरी गुड।
छोङ्न्याङमल थल्किनन् गरौँ वस्तु उचाल्न गरौँ वस्तु उचाल्न वाय किन हरिफ्याको कम्मर सिधा पारेर ढाड सिधा पार्ने भने कम्मर फैलाएर भनेको सिधा पारेर थारी हिमुल यो यहाँ हल्कायो खुट्टाको बल प्रयोग गर्नुपर्छ खुट्टाको बल प्रयोग गर्नुपर्छ प्रयोग गर्नु पर्ला अथवा ल छोङ्न्याङ मुरल थल्ते गरौँ वस्तु उचाल्ने बेला हरिफ्याको कम्मर फैलाएर भने कम्मर सिधा पारेर थारी मूल खुट्टाको बल यो यहाँ आनु नि यो नन प्रयोग गर्नुको कारण हरिफ्याको कम्मर सिधा पारेर मोमेस शरीरबाट खाजाङखुको मोमेस खाजाङखु शरीरको सबैभन्दा ठुलो शरीरको पारेर शरीरको सबैभन्दा ठुलो र खाङान थारी खुनियोगुल बलियो खुट्टाको मांसपेशी बलियो खुट्टाको मांसपेशी सायङहाय प्रयोग गरेर मुलगन थोराया सामान उचालेमा मात्र भनेको सामान उचालेमा मात्र हरिल थाक्सी चाहिँ अनन्सु कि तिमीले त कम्मरमा चोट लाग्न नसक्ने भएको कारणले गर्दा हरिल कम्मरमा चोट लाग्न नसक्ने भएको कारणले गर्दा हो अथवा नलाग्ने भएकाले हो भने हुन्छ नलाग्ने भएकाले हो सिधो नलाग्न सक्ने भएकाले हो छोटो बनाऊ भनेपछि यो पुरै जाने त कति राम्रो छ तर यति धेरै कसरी याद हुन्छ तपाईहरुलाई गाह्रो हुन्छ ल सर्टकट बनाइन्छ पहिले हेरौँ छोङ्न्याङ मलाई चल्छ हरिल फ्याको गरवस्तु उचाल्ने बेला कम्मर सिधा पारेर थारी हिमुल यङहानु यनन खुट्टाको बल प्रयोग गर्नुको कारण हरिल फ्याको मोमेस खाजाङखुको कम्मर सिधा पारेर शरीरको सबैभन्दा ठुलो र खाङान थारी खुनियोगुल सायङहाय बलियो खुट्टाको मांसपेशीलाई प्रयोग गरेर मुलगल्नु थोरा सामान उचाले मात्र हरिर थाची जानु कि तिमीले कम्मरमा चोट लाग्न नसक्ने भएको कारणले गर्दा कम्मरमा चोट नलाग्ने भएको कारणले गर्दा यति गरे हुन्छ ल यहाँबाट खाङान थारी खुनियोगुल यति गरिन्छ ल खाङान थारी खुनियोगुल सायङहाय मुलगल्नु थोरा वस्तु उचाले मात्र हरिर थाची जानु कि तिमीले यति त याद गरिहाल्छ हो खाङान धारी खोनियोगुल सायङहाय मुलगल्नु थोरा वस्तु उचाले मात्र हरिर थाचिल्ची हानुछ कि तिमीले कम्मरमा चोट लाग्न नसक्ने भएको कारणले गर्दा त्यही भएर चाहिँ के गर्नुभयो हरिर फ्यागो थारी हिमुल यङहाय कम्मरको के अरे खुट्टाको बल प्रयोग गरेर छोङ्न्याङ मुल थोरा आइदियो गरौँ वस्तु उचाल्नु पर्छ यति यो कुरा पनि बुझ्नुभयो भने लागेको छ अगाडिबाट मगन मूल गरौँ वस्तु अतक्की कसरी थोरै आना उचाल्नु पर्ला यसको क्रेडिट कति 3 यसलाई भिआई भन्ने हो यसलाई टुक्रा बारे भइहाल्यो सानो पारेर छोटो बनाएर याद गर्ने एकलाई चाहिँ सिङ्गै गर्नु पर्यो जस्ता छ मगन मलगन गरौँ वस्तु थु साराम इसाङ्गे 2 जना वा सो भन्दा बढीले 2 जना वा
सोभन्दा बढीले थुल्कना उचाल्ने वा छाङबिरो छाङ्गा उपकरण प्रयोग गरेर हामी गर्नुपर्छ। होन्जा थुल्सु इन्डन फ्याङ्गेनन् एक्लै उचाल्ने अवस्थामा उचाल्न सकिने अवस्थामा हरिलो फ्याँको कम्मर सिधा पारेर थारे हिमुरो थोरै आप्मिदा खुट्टाको बलले उचाल्नु पर्दछ। ल हेरौँ कहिले हेरौँ। मुलगान थो सारेमी साङ्गे थुल्कना 2 जना वा सोभन्दा बढीले उचाल्ने अथवा छाङबिरो साङ्ख्याम्य उपकरण चाहिँ प्रयोग गर्नुपर्छ। अनि 2 जना वा सोभन्दा बढीले उचाल्ने अथवा उपकरण प्रयोग गर्नुपर्छ। हुन्छ थुल्सु फ्याङ्गेनन् एक्लै उचाल्ने अवस्थामा चाहिँ हरिलो फ्याँको कम्मर सिधा पारेर थारी हिमुरो थोरै आम्दिँदा। अब यति लामो किन भने हरिलो फ्याँको कम्मर सिधा पारेर थारे हिमुरो थोरै आम्दिँदा सिद्धिहाल्यो। कम्मर सिधा पारेर खुट्टाको बलले चाहिँ उचाल्नुपर्छ। यो सबै जान्दा राम्रो, तर यति चाहिँ नछोड्नुहोस्। यति गरेपछि यो कुरा बुझ्नुभयो भने लागेको छ। यहाँहरूले खिरेन्द्र राज मोक्तान योगमणिको युट्युब च्यानल र नमस्कार इन्स्टिट्युटको युट्युब च्यानललाई लाइक, सब्सक्राइब, सेयर र रचनात्मक सुझाव दिन नभुल्नुहोला। यहाँहरूलाई सफलताले कुरिरहेको छ। यहाँहरूको जय होस्। खामसामिदा। धन्यवाद।